आमच्या हिडेका चोम ब्याक क्यामेरा कसरी गराउँछन् त गाइस हरु चाहिँ अन्त एकदम रमाइलो भएको छ हामी चाहिँ लाग्यो केटाहरु चाहिँ उता आउँदै छन् यता हाम्रो ड्राइभर जी चाहिँ पजल हुनुहुन्छ केटा बाइ बाइ रिसु चाहिँ पर छन् सँग ए राइडरहरु एमटीभी राइडर त्यही त सानो गराउको अत्त सँग गएर मुला ओरा लानी के हुन झन् हान्न आउँछ स्पिड जान्छ ओइमा सँग मुलाई गलेक लिएर रिसु मस्त झारा गइथिन रिसुले आफ्नो गाई चलाइ बोले आफ्नो जाइगा लैजाउ गाई उक्काल भएको छ अब हामी तो उता रिसु यहाँ रिसको चाहिँ चेन फुत्केको छ यता चाहिँ म क्यामेराम्यान यहाँ चाहिँ हाम्रो साथी फेरि गियर वाला हैन त्यो फुस्किरहन्छ साइड लिउ न मैले चलाउँछु न अब ओइ अब मैले चलाउँछु न ओ रिसु दिउ न मुले यार टुला भरा मोदी ओइ यहाँ आशिषलाई छोड्यो के भाउ मुला जतिसुकै झोला नपर्ने दिदैला सक्दिन मुला बस्नु त्यही त नसक्छ ल हामी चाहिँ अहिले पछाडी केटा अगाडि हिँडाउ तिउरले अहिले तिउरको भिडियो बनाइदिन्छु तिउर अगाडि हिँडाउ तिउर हिँडाउ गर यार भिडियो बनाउन सजिलो हुन्छ केटाहरु चाहिँ तोप गरेका छन् हामी नि अब यो हो राइडर फेरि खतरा बाटो छोडेको यार मुला ए जाबो यार गाइस सब राइडर हो के तोप गएका छन् केटाहरु चाहिँ केटाहरु स्पिड चेक हान्नु गाइजहरु स्पिड चेक केटाहरुको स्पिड चेक हान्नु कस्तो तोप गर्छन् फेरि गाने युनियन गरे एउटा लेन तिमीले नि हान्नु कसले कोसी हान्नुस् ओइ मुला गाइस केटाहरु चाहिँ वहाँ पुगिसकेका छन् तोप गर्छन् केटा हामीले भेटाउन सके हामी अलि पछाडि हिँड्छौँ नि त्यही भएर स्पिड चाहिँ एउटै छ केटाहरुको राम्रो हुँदो हामी चाहिँ ठुला पोखरा आइसकेका छौँ यार ये ना यार एक राइड नहीं दे ना यार खोला ओला अब एक राइड लो ना राइड केटा आइजो न राता
यता यो केटाहरूले हात छोडेका छन् ती जय मादर मलाई थाहा थियो पानी हाल्यो भन्ने पर्दा ल्याऊ आफै ल हामी चाहिँ यहाँ त पुरा आइसकेको छ ए भिडियो